जसले बाख्रा पालनको नाममा करोडौं रुपियाँ भ्रष्टाचार गरेको छ, जसले देश लुटेको छ, जसले अनुदानको नाममा सारा ध्वस्त पारेको छ, दाइ भाउजूलाई भगाएर लखेटेर यहाँ आएर हामीलाई सुशासनको क्लास दिन पाइन्छ। जसले आएर रवि लामिछानेलाई पढाउनु पर्दैन, उसले आएर बालन शाहलाई राष्ट्रियताको कुरा पढाउनु पर्दैन। आतंककारी भ्रष्टाचारी बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन। कसले के कहाँ के हान्नुभयो, कसो गर्नुभयो त्यो उहाँहरूको आउनुभयो, धन्यवाद छ। उहाँहरूले बस्ने कुरा, उहाँहरूले आफ्नो कुरा बताउने कुरा, उसमा धन्यवाद छ। र अहिले तपाईँले जे ढङ्गबाट चाहे उहाँहरूले भन्नुभयो चाहे अरूले भन्नुभयो, यो ढङ्गको टिका टिप्पणीले हामीले जे लक्ष्य उद्देश्यले उहाँहरूलाई यहाँसम्म हामीले बोलाएका थियौँ त्यो लक्ष्य उद्देश्य अनुरूप कतिपय नेताहरू आउनुभयो, इमान्दारितापूर्वक आफ्नो शुभकामना सन्देश दिनुभयो, जानुभयो, प्रशंसा गर्नुभयो, धन्यवाद भन्नुभयो। अब उहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको यो लहर पचाउन धौ भएको छ, त्यो अटाउन धौ भएको छ। यत्रो मान्छे हेर्दाखेरि भनी चक्कर लागेको छ उहाँहरूलाई। चाहिँ शान्तारानी परिवारको गीत थियो नि, म त ढले 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 भनेको जस्तो चाहिँ हिजो गगन थापा प्रदीप गेवालीहरूलाई चाहिँ यत्रा रासोपाको कार्यकर्ता देख्दा म त ढल्ले ढले 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 भने जस्तो चाहिँ भए हुनाले चक्कर लागेर त्यसो बोल्नु भएको होला।